नमस्ते हजुरहरूलाई, मेरो नाम चाहिँ आनन्द सुनारू। म चाहिँ आज फेरि पनि ब्लगमा आइसकेको छु अनि हजुरहरूलाई मिठो मिठो भिडियो एउटा नयाँ दृश्य म देखाउन चाहन्छु। आज म एउटा ठाउँमा घुम्न आएको थिएँ होइन, त्यो चाहिँ धेरै टाढा पर्छ होइन। अनि म एकदम दामी पुल पनि बनेको छ, म हजुरलाई देखाउँछु यताबाट होइन। यो ठाउँमा जाँदैछु, धेरै बौनियाबाट कमसेकम 4-5 घन्टा लाग्छ होइन। गाडीमा हामी बाइकमा आछौँ, केटाहरू चाहिँ हामीहरू घुम्नको लागि होइन। यस्तो दामी सिन छ, हजुरहरू पनि आउन सक्नुहुन्छ होइन। म हजुरहरूलाई देखाउँछु यस्तो अनि पुरा भिडियोहरू। अनि यहाँ चाहिँ एउटा फिल्म पनि सुटिङ भएको होइन, अग्निपुत्र नेपाली मुभी पनि सुटिङ भएको यो ठाउँमा होइन। म हजुरहरूलाई देखाउने छु। अब पुल बनेको छ, हजुरहरूले हेर्न सक्नुहुन्छ, एकदम दामी बवाल पुल बनेको छ। म हजुरलाई धेरै त भन्न सक्दैन होइन, 5 मिनटको भिडियो बनाउन सक्छु अनि पुल पनि देखाउँछु म हजुरलाई। कस्तो लाग्छ कमेन्ट बक्समा भन्नु होला पुल कस्तो लाग्छ होइन। अनि कस्तो लाग्छ हजुरहरूलाई पुल। अनि मलाई धेरै बोल्न पनि आउँदैन होइन ब्लगमा होइन। यो मिलाएर 2 चोटि मैले ब्लग बनाइसकेँ। अब हजुरहरूलाई राम्रो लाग्छ भने होइन लाइक र फलो पनि गरिदिनु होला। अनि मेरो युट्युब च्यानलमा पनि 8000 हजुरहरूले धेरै माया गरिदिनु भयो। युट्युब च्यानलमा 8000 सब्सक्राइब पनि पुगाइदिनु भयो होइन। 8000 सब्सक्राइब पुगिसकेको छ हजुरहरू। अनि हिलो पनि छ धेरै होइन, धेरै माया गरिदिनु होला युट्युब च्यानलमा। मलाई भन्ने आशा चाहिँ यही नै हो होइन। हेर्न सक्नुहुन्छ पुल होइन, कति दामी बनिरहेछ यहाँ चाहिँ। अनि अहिले भर्खरै पुल बन्दैछ होइन। अब बनिसक्यो भनौँ होइन। यहाँभन्दा अगाडि नै पनि यहाँ एउटा मुभी सुटिङ भएको थियो, हामी होइन त्यहाँ घुम्न आएछौँ होइन। हेर्न सक्नुहुन्छ यस्तो दामी सिन छ होइन, कति बवाल सिन छ, पुरा हेर्न सक्नुहुन्छ तपाईँहरू सिनहरू होइन। एकदम दामी सिन छ, म देखाउँछु होइन। हिलो छ, अब कसरी जाने म त्यही पनि हजुरहरूको लागि राम्रो भिडियो ल्याऊँ भनेर म यति धेरै टाढा आएको छु होइन। अब सायद यहाँ इन्ट्री दिन्छन् कि दिँदैनन् होइन, त्यही पनि म हेर्ने हजुरलाई देखाउने छु भन्ने प्रयास गर्छु होइन। धेरै नै 5 मिनटको भिडियो बनाउँछु म। हेर्न सक्नुहुन्छ पुल कस्तो दामी पुल छ है। हाम्रो कैलालीमा पनि यस्तो सुविधा भइसकेको छ, यस्तो बवाल पुल बन्दैछ होइन। हेर्न सक्नुहुन्छ यता पुरा पहाडहरू छ होइन। अनि यता खोला पनि छ, हेर्न सक्नुहुन्छ। अनि एकदम दामी पुल भइसकेको छ होइन। अनि यता जिसिबी पनि छ, राम्रो पुल पनि भइसकेको छ होइन। केही समयपछि अब तयार पनि हुन्छ होइन। अब धेरै समय त नलाग्ला होइन, धेरै समय पनि लाग्दैन होइन। अब एकदम छिटोभन्दा छिटो यो पुल बन्ने आशा छ होइन, बन्ने पनि छ होइन। अनि हाम्रो साथीहरूलाई पनि धेरै धेरै नमस्ते भन्न चाहन्छु। हाम्रो देश विदेशमा सबै सम्पूर्ण साथीहरू बस्नुभएको होइन, धेरै धेरै मिठो सम्झना ल्याउनु छ होइन। अनि के कस्तो छ अनि देश विदेशमा बस्नुभएको होइन, त्यस्तै हो होइन। म चाहिँ घुम्न आएको छु अनि नयाँ ब्लग यस्तै गरेर म हजुरहरूलाई हाल्छु भन्ने आशा छ होइन। अनि हजुरहरूलाई पनि मलाई माया गरिदिनु होला हजुरहरूले। अनि मेरो पेजलाई पनि फलो गरिदिनु होला, धेरै सेयर पनि गरिदिनु होला भन्ने आशा छ होइन। अब सेयर गरिदिनु भनेपछि हजुरहरू सेयर पनि गर्नुहुन्न होइन, किनकि त्यो भन्नु मात्र हो होइन। त्यसैले यहाँ कच्याक्क पनि भइसक्यो होइन, भर्खर ल्यान्डर गरेको रहेछ होइन। अनि यता जेनेरेटर पनि राखेको छ होइन भिडियो। अनि म राम्रै बनाउँछु, हेर्न सक्नुहुन्छ कस्तो दामी सिन छ, हेर्न सक्नुहुन्छ कस्तो दामी सिन छ। मलाई एकदम भन्दा पनि एकदम युट्युबमा पनि सपोर्ट दिनु होला हजुरहरूले माया दिएर होइन। हजुरहरूले माया दिएर एकदम 8000 पनि फलोवर बनाइदिनु भयो होइन। एकदम भन्दा पनि एकदम धेरै माया गरिदिनु होला भन्ने आशा छ। यस्तै हो। अब चस्मा पनि लगाउँछु, हजुरहरूलाई कस्तो देखिन्छ चस्मा लगायो भने कमेन्ट बक्समा भन्नु होला होइन। चस्मा लगायो भने हेर्नुहोस् कस्तो देखिन्छ होइन। यस्तै हो जिन्दगी, नेपालमा आयो भने होइन यता घुम्ने उता घुम्ने। आज चाहिँ म धेरै टाढा आएको छु होइन। अनि हजुरहरूको लागि मिठो ब्लग बनाउनेको लागि आएको छु। अनि कस्तो लाग्यो यो ठाउँ होइन, हजुरहरूले घुम्न पनि आउनु सक्नुहुन्छ। अनि उता चाहिँ झुलुङ्गे पुल छ होइन, उता चाहिँ झुलुङ्गे पुल छ होइन, त्यहाँ पनि आउन सक्नुहुन्छ घुम्न। अनि हाम्रो पर्यटनहरू पनि घुम्न आउँछन् होइन, धेरै टाढादेखि पनि घुम्नहरू आउँछन् होइन। त्यस्तै हो होइन, हेर्न सक्नुहुन्छ पुल। अनि यहाँ म भिडियो पनि बनाउन आएको अनि टिकटक पनि बनाउन आएको थिएँ होइन। अब हेर्न सक्नुहुन्छ दामी ठाउँ छ क्या, पुरा बवाल ठाउँ छ, हेर्न सक्नुहुन्छ। राम्रो छ नि ठाउँ, कस्तो लाग्यो ठाउँ होइन, सिनहरू कस्तो लाग्यो। यहाँ हजुरहरूले म्युजिक भिडियो पनि सुटिङ गर्न आउन सक्नुहुन्छ यस्तो ठाउँमा होइन। धेरै टाढा छैन बौनियाबाट होइन, नजिकै हो, 3-4 घन्टा लाग्छ गाडीमा होइन। धेरै भित्र गाउँभित्र जानुपर्छ होइन, त्यही भएर हामीहरू यहाँ घुम्न आएको छौँ होइन। अनि
होइन। अनि म चाहिँ एकछिन ब्लग बनाउँ होइन, ब्लग बनाउँ भनेर कस्तो लाग्छ हजुरहरूले माया गरिदिनु होला अनि साथ सपोर्ट दिनु होला, मेरो पेजलाई धेरैभन्दा धेरै फलो पनि गरिदिनु होला भन्ने एकदम आशा छ होइन। ल हुन्छ, बाई, हजुरहरूले आफ्नो ख्याल गर्नु होला राम्रोसँग भन्ने आशा छ होइन। क्याप पनि लगाउँछु, गर्मी चाहिँ धेरै छ होइन। अनि त्यस्तै हो जिन्दगी, नेपालमा आयो भने यता घुम्ने उता घुम्ने होइन। राम्रोसँग आफ्नो ख्याल गर्नु होला। ल बाई।